सबैजनालाई फिदा छ यहाँ त अलिकति लेट भयो ड्यु टु वर्किङ सम इट्स मी चोट्स भाइ इन द टप फिडमा छु सबै युट्युबको फिडमा हुनुको लागि अब म कोसिस गरिदिँदैछु चोट्स भाइ एकदम हाम्रो होम्स र पोट्स भाइ एकदम बिजी छ टिका लगाइदिँदैछ एकदम म भर्खर उठेर गएँ आएर यो चाहिँ मेरो भाइ यो चाहिँ हाम्रो फेमस युट्युब हाम्रो रिल्सको भाइरल एकदम कलर सलर लगाएर एकदम हाल्नु चाहिँ अब अझै हाल्नुपर्छ होला यस्तो हल्का दैले खोल्नुको लागि चाबी चाहियो अब एकदम त्यति चाहियो अहिलेको चल्ती खेला एडिटिङ गर्नु पर्थ्यो तर गर्दिनँ एडिटिङ के प्रधान खान्छ होला एकदम यस्तो छ यो मनसुन पनि यस्तै छ त अब त्यही म आज चोट्स होम्स र पोट्स भ्लगमा हाल्नुको लागि रेडी छु होइन म कति दिन गरेको थिएँ तर बिजी भयो काम यस्तो छ हाम्रो चोट्स भएको भन्दा कुकुर जम्बु भन्छु होला यो यसले त सत्यानाश गरेछ मेरो यस्तो डल्लै त यो चाहिँ अब मेरो लिभिङ रुम होइन मिन्स लिभिङ रुम त्यत्तिकै छ गत्ती प्यान्ट पनि यतै छ यो त खास चाहिँ हिजो मेला जाउँ भनेको थिएँ तर मेलामा लडाइँहरू यस्तो हुन्छ भनेर नगएको यो मेरो डाइट केरा पनि हिजो बेलुका खाइदिएको अस्ति मेलामा पाएको यही हो ब्रस एकदम दामी भइराखेको छ त यति हो अब घरहरूतिर सबै खुसीहरू हुन्छ होला मेरो आशिष त्यति होइन म त सानो छ मेरो आशिष लाग्दैन तर पनि स्टे ह्याप्पी कुछ लाइफमा कुछ गर गाइसहरू होइन मेरो ब्लग हेर्दै अलिकति हाँस्दै बस्दै यही हो यता त बिचको भन्छ हामी त बर्डरमा जस्तै छ एकदम निलो फ्लोरमा अन्त जम्बु पनि एकदम रिल्याक्स गरिरहेको छ जम्बु पनि एकदम हो त्यहाँ अब घरको भित्र ताला बन्द गरेको छैन त्यही अब छ मेरो ब्लगमा केही छैन अब चाहिँ देखिगएको मम्मीको भिडियोतिर त्यही हो जम्बु आइज तँ मम्मी आएको छ आइज बाख्रा एकदम मम्मीको अपकमिङ आउने भिडियोहरू हेर्नु भन्दैछ तर फिलहालमा हाम्रो ब्लग चल्दैछ एकदम यसो एकदम अपकमिङ आउने देख्छ रिल्स मम्मीको जम्बु त अघि देखाएको अब यो त भाइले गर्छ नि म कहाँ गर्छु जुठो भाँडाहरू म बनाउनु आउँदैन मलाई बनाउनु आउँदैन एकदम यत्तिकै टल्किँदैछ भयो सक्यो